गेट समनी प्रेयर मिनिस्ट्री अनि जुन तपाईले दिनु भएको एप्लिकेसनहरु छ हजुर त्यसमा के समाज घर हजुर गेट समनी प्रेयर मिनिस्ट्री अब समाज घर ब्र्याकेटमा गेट समनी प्रेयर मिनिस्ट्री समाज घर हजुर सरले सेम सबले समाज घर भनेर भन्नुभयो तपाईले सेम सबले यो विषयमा चाहिँ अवगत गराउनुभयो हजुर तपाईले इन्डिभिजुअल राख्नु भएको छ हुँदैछ हजुर तपाईले यही समाज घरको नाममा या त के यो जुन गेट समनी प्रेयर मिनिस्ट्रीको नाममा तपाईले रेजिस्ट्रेसन चाहिँ गर्नुभयो राम्रो छ जस्तो लाग्यो हजुर हजुर म फ्युचर चाहिँ सोचिरहेको छु सर सरकारी पर्सनलमा त दिँदैन हजुर अन्य बिजनेस के इत्यादि के हजुर फ्युचरमा चाहिँ सोचिरहेको छु सर यो जुन तपाईले सोसाइटीको नाम दिनु हुँदैछ सोसाइटी भनेपछि रेजिस्ट्रेसन मान्छ फिजिकली अब यो कुराहरू अब भएको जिल्ला सरकारबाट पनि सहयोग आयो भने चाहिँ मैले चाहिँ किन रेजिस्ट्रेसनहरू गर्न भने चाहिँ अब हामीले आत्मिक तौरमा हामीले सेवाकाई गर्दै विन्टर क्याम्प भनेर थाले चाहिँ जति पनि ड्रप आउट नानीहरू त्यो साल त पुरा त्यो 19मा कोरोना आउनुभन्दा अगाडि हो नि सर हरेक सबै जातिको लागि प्रार्थना गर्नु भएको छ यस मुताबिक हामी तपाईँहरूलाई प्रार्थना गर्छौँ मानिसहरूको लागि सुख चैनको जीवन जिउन पाऊँ भनेर तिमीहरूले अन्तर्गत निवेदन गर